हे दर्शकबिनहरू नमस्ते। सेवारो सेवनी फ्याबुलो भन्दै आजको मेरो भ्लग चाहिँ स्टार्ट हुँदैछ। यहाँ दार्जिलिङ सर्भिस गर्ने गाडी हो। यहाँ ओम बज्रगुरु लेखेको फ्यापुलङ लेखेको रहेछ यो गाडी। WB76C यो लेखेको। यहाँ यो गाडी चाहिँ अब दार्जिलिङ सर्भिसको हो र यहाँ लप्चू टु दार्जिलिङ। गाडी नम्बर त मैले अघि बताइसकिहालेँ है। अब यहाँ गाडीको वरिपरिको अब के छ लेखेको त्यो कोटेसनहरू पनि म तपाईँहरूलाई देखाउने छु। मेरो नम्बर यहाँ छ र त नि देखाऊ मम्मी पार्टीलाई। यहाँ यो चाहिँ गाडीको पछिको दृश्य र यहाँ अब हाम्रो यहाँ चालक भाइको सेल नम्बरहरू चाहिहाल्यो भने पनि यहाँ लेखेको रहेछ र यहाँ चालक भाइको के भन्छ म नाम सोध्दैछु। नमस्कार। नमस्कार। हजुरको नाम? ओम बज्रगुरु। ओम बज्रगुरु हो कि? अरे सत्य बताइदिनु, नाम के हो? मेरो नाम सामदेन तामाङ। सामदेन तामाङ। तपाईँले यो गाडी कुदाउनु भएको चाहिँ कति जस्तो भयो? यो गाडी कुदाएको 1 वर्ष भयो। एक वर्ष या 12 वर्ष भयो? यो गाडी कुदाएको चाहिँ अब 1 वर्ष हुँदैछ। हजुर हजुर। योभन्दा पहिला कतिवटा गाडीहरू चलाउनु भयो तपाईँले? मैले योभन्दा अगाडि चाहिँ अब खै कन्ती छैन हौ। कन्ती छैन है। भनेपछि यो गाडी सोमु गोल्ड लिएको चाहिँ तपाईँको 1 साल भयो है? 1 साल भयो। अन्त अहिलेसम्म तपाईँको सर्भिस राम्रै चलिरहेको छ? एकदम बबाल बबाल। गाडी चङ्गा छ। हजुर। आउनुहोस् दार्जिलिङ जाउँ घुम्न। हजुर। लानुहोस् रिजर्भ। हजुर हजुर। हो हजुर। एकदम रिजनेबल। हजुर। मस्त है। एकदम ढिक्चिको बाजा। JBL म्युजिक सिस्टम। हजुर हजुर। क्यारेओके। हजुर। तपाईँ गाडीमै गाना गाउँछु भन्दा पनि हुन्छ। हजुर। हो हजुर। तपाईँको एकदम सुविधाजनक छ। हजुर हजुर। र दर्शकबिनहरू आज चाहिँ म यहाँ लप्चूको चालक भाइ श्री सामदेन बलले धेरै जानकारी दियो। अब उहाँले धेरैवटा गाडीहरू चलाइसकेको रहेछ। यो सोमु गोल्ड गाडी चलाएको चाहिँ सायद भर्खर 1 साल भयो भन्दैछ। र यति भन्दै आजको मेरो भ्लग चाहिँ म यिनै बन्द गर्नेछु। तपाईँहरूलाई के लाग्छ कसो लाग्छ राम्रोसँग कमेन्ट गरिदिनुहोस्। धन्यवाद।